सुनसान साँझ थियो। काठमाडौँको आकाशमा हल्का वर्षा भइरहेका बादल बिस्तारै तैरिरहेका थिए। ललितपुरको धोबीघाट नजिकै एउटा सानो चिया पसलमा 24 वर्षको आर्यन चुपचाप बसिरहेको थियो। उसको अगाडि चियाको कप धेरै बेरदेखि चिसो भइसकेको थियो, तर ऊ कपलाई होइन, आफ्नो जीवनलाई हेरिरहेको थियो। मोबाइलको स्क्रिनमा एउटा फोटो खुला थियो। फोटोमा एउटी केटी बेहुलीको पहिरनमा मुस्कुराइरहेकी थिइन्। उसको छेउमा अर्को एउटा युवक उभिएको थियो। त्यो केटी थिई सृष्टि। आर्यनले आँखाबाट बग्न लागेको आँसु लुकाउँदै मोबाइल बन्द गर्यो। आकाशतिर हेरेर हल्का मुस्कुरायो। सायद केही प्रेमहरू पुरा हुनका लागि होइन, सम्झनाका लागि जन्मिन्छन्। 3 वर्ष अघि काठमाडौँको चाबैल अलिकति भित्र एउटा पुरानो गल्ली थियो। त्यही गल्लीको सानो 2 तले घरमा आर्यन आफ्नो परिवारसँग बस्थ्यो। उसको बुबा ट्याक्सी चलाउँथे, आमा घरमा गएर सिलाइको काम गर्थिन्। घरमा धेरै पैसा थिएन, तर सपनाहरू धेरै थिए। आर्यन बिहान कलेज जान्थ्यो र बेलुका एउटा साइबरमा काम गर्थ्यो। उसको जीवन सधैँ एउटै रुटमा बाँधिएको थियो, काम, जिम्मेवारी, थकान। तर एक दिन अचानक सबै बदलियो। त्यो दिन असारको महिना थियो, भारी वर्षा भइरहेको थियो। आर्यन साइबर बन्द गरेर बाहिर निस्किँदै थियो। अचानक उसले देख्यो बस स्टपमा एउटी केटी ओत लागेर उभिरहेकी थिई। सेतो कुर्ता, कालो कपाल, हातमा किताब, वर्षाको थोपा उसको गालामा झर्दै थियो। त्यो पहिलो पटक थियो जब आर्यनले कसैलाई देखेर समय रोकिएको महसुस गर्यो। ऊ बिस्तारै अगाडि बढ्यो। तपाईँ छाता छैन? केटीले फर्केर हेरिन्, हल्का मुस्कुराइन्। थियो, तर हावाले उडाइदियो। त्यो मुस्कान सामान्य थिएन। त्यो मुस्कानले आर्यनको थाकेको जीवनमा पहिलो पटक उज्यालो ल्याएको थियो। त्यस दिन उसले आफ्नो छाता सृष्टिलाई दियो र आफै वर्षामा भिज्दै घर फर्कियो। त्यो रात ऊ निदाउन सकेन। बिस्तारै उनीहरूको कुरा हुन थाल्यो। सृष्टि भक्तपुरकी थिई, काठमाडौँमा बीबीएस पढ्न आएकी थिई। उनी प्राय असन, बसन्तपुर, पाटन दरबार क्षेत्र घुम्न मन पराउँथिन्। आर्यनसँग धेरै पैसा थिएन, तर समय थियो र प्रेम थियो। शनिबारको दिन उनीहरू बसन्तपुर घुम्नको लागि जान्थे। सस्तो मोमो खान्थे, चिया पिउँथे र धेरै सपना देख्थे। सृष्टि भन्थिन्, एक दिन हामी आफ्नै सानो घर बनाउनेछौँ। आर्यन नाच्दै भन्थ्यो, घर सानो भए पनि तिमीसँगै भए पुग्छ। त्यो समय उनीहरूलाई लाग्थ्यो प्रेमले सबै जित्न सक्छ, तर जीवन प्रेमभन्दा धेरै कठोर हुन्छ। एक दिन राति घर फर्कदा आर्यनले आफ्नो बुबालाई चुपचाप बसेको देख्यो। टेबलमा बैंकको कागज थियो। के भयो बुबा? बुबाले गहिरो सास फेरे। घरको ऋण बढ्यो, अब तिर्न गाह्रो हुँदैछ। त्यो रात आर्यन धेरै बेर छतमा बसिरह्यो। उसले पहिलो पटक बुझ्यो सपना हेर्नु सजिलो छ, तर गरिब मान्छेलाई सपना बचाउन धेरै गाह्रो छ। केही महिनापछि उसले निर्णय गर्यो ऊ विदेश जानेछ, दुबई। सृष्टिले सुनेपछि धेरै बेर केही बोलिनन्। पछि बिस्तारै भनिन्, कति वर्ष लाग्छ? सायद 2 वर्ष। र यदि म तिमीलाई धेरै मिस गरेँ भने? आर्यन मुस्कुरायो। म फर्किन्छु, धेरै पैसा कमाएर फर्किन्छु अनि हामी बिहे गर्नेछौँ। सृष्टिको आँखामा आँसु भरियो। म पर्खिन्छु। त्यो वाक्यले आर्यनलाई बाँच्ने कारण दिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। बधाईको दिन। सृष्टिले आर्यनलाई एउटा सानो डायरी दिइन्। जब मलाई सम्झिन्छौ यसमा लेख्नु। आर्यनले डायरी छातीमा राख्यो। त्यो दिन उनीहरू धेरै रोए, तर दुवैलाई लागिरहेको थियो यो केही समयको दूरी मात्र हो। दुबई 50 डिग्रीको गर्मी, ठुलो थकान। आर्यन बिहान 6 बजेदेखि राति 10 बजीसम्म काम गर्थ्यो। कन्स्ट्रक्सन साइटमा थियो काम। हातका छाला फुट्थे, शरीर दुख्थ्यो, तर राति ऊ मोबाइल खोलेर सृष्टिको फोटो हेर्थ्यो र फेरि सबै सहन सक्थ्यो। सुरुका महिनाहरूमा उनीहरू 3 दिनै कुरा गर्थे। खाना खायौ, आज धेरै थाक्यौ, म तिमीलाई धेरै मिस गर्छु। यी सामान्य शब्दहरू नै उनीहरूको संसार थिए। तर बिस्तारै कुराहरू कम हुँदै गए। एक दिन सृष्टिले फोन उठाइनन्, दोस्रो दिन पनि उठाइनन्। पछि म्यासेज आयो, सरी, अलि बिजी थिएँ। आर्यनले विश्वास गर्यो, तर दूरीले मानिस बदल्न थाल्छ। उता सृष्टि काठमाडौँमा एक्लै सङ्घर्ष गरिरहेकी थिइन्। यता आर्यन पैसाको लागि आफूलाई बिस्तारै हराउँदै थियो। कहिलेकाहीँ राति सृष्टि रोइरहन्थिन्। तिमी बिना सबै खाली लाग्छ। आर्यन चुप हुन्थ्यो, किनकि उसँग शब्द थिएन। ऊ केवल पैसा कमाइरहेको थियो, तर उनीहरूको सम्बन्ध बिस्तारै गरिब हुँदै थियो। एक दिन सृष्टिले भनिन्, आर्यन, कहिलेसम्म यस्तो? के मतलब? हामी केवल फोनभित्र बाँचेका छौँ। आर्यन रिसायो, म कसका लागि सङ्घर्ष गरिरहेको छु? मलाई पैसा होइन, मलाई तिमी चाहिएको छ। फोन काटियो। त्यो पहिलो ठुलो झगडा थियो। समय बित्दै गयो। आर्यन काममा झन् डुब्न थाल्यो। ओभरटाइम, थकान, निन्द्राविहीन रातहरू। उता सृष्टि बिस्तारै बदलिँदै गइन्। अब उनी कम हाँस्थिन्, कम बोल्थिन्। एक दिन उनले अचानक भनिन्, हामी पहिले जस्ता रहेनौ। आर्यन डरायो, तिमी के भन्न खोज्दैछौ? धेरै बेर समय मौन भयो। दुवैजना चुपचाप। बिस्तारै सृष्टिले भनिन्, सायद दूरीले प्रेमलाई कमजोर बनाउँछ। त्यो रात आर्यन पहिलोपटक काम गर्दै रोयो। केही महिनापछि सृष्टिको म्यासेज आयो, हामीले यही रोकिनुपर्छ। बस त्यति। आर्यनको संसार रोकियो। उसले लगातार फोन गर्यो, म्यासेज गर्यो, तर उत्तर आएन। त्यो रात दुबईको होस्टेलहरूको छतमा बसेर ऊ धेरै बेर आकाशतिर हेर्दै बस्यो। मानिसहरूको मुटु फुट्दा आवाज आउँदैन, तर भित्र सबै चकनाचुर हुन्छ। उसले त्यो रात डायरी खोल्यो र लेख्यो, म पैसा कमाउन आएँ, तर फर्किँदा सायद आफूलाई नै गुमाइसकेको हुनेछु। 2 वर्षपछि आर्यन नेपाल फर्कियो। एयरपोर्टबाट बाहिर निस्किँदा काठमाडौँ उस्तै थियो, तर ऊ उस्तै थिएन। उसले सृष्टिलाई भेट्ने धेरै प्रयास गर्यो, तर भेट्न पाएन। एक दिन फेसबुक स्क्रोल गर्दै गर्दा अचानक एउटा फोटो देखियो। सृष्टि बेहुली बनेकी थिए। क्याप्सनमा लेखिएको थियो, न्यू बिगिनिङ। त्यो क्षण आर्यनले धेरै बेर स्क्रिन हेरेरै बसिरह्यो, अनि अचानक हाँस्यो। त्यो हाँसो खुसीको थिएन। त्यो हाँसो एउटा थाकेको मानिसको थियो। उसले अन्ततः सत्य स्वीकार गरेको थियो। त्यसपछि ऊ फेरि धोबीघाटको त्यही चिया पसलमा जान थाल्यो। हरेक साँझ। एक दिन पसलेले सोध्यो, दाइ, तपाईँ यहाँ सधैँ एक्लै किन बस्नुहुन्छ? आर्यन मुस्कुरायो, किनकि केही मानिसहरू जीवनमा आउँछन्, हामीलाई प्रेम सिकाउँछन्, तर हाम्रो हुनका लागि होइन। साँझ गहिरिँदै गयो। काठमाडौँको सडकमा बत्तीहरू बल्न थाले।
आर्यन उठ्यो, चियाको पैसा तिर्यो अनि बिस्तारै हिँड्न थाल्यो। यसपटक उसको आँखामा आँसु थिएन, किनकि समयले उसलाई एउटा गहिरो सत्य सिकाएको थियो। कहिलेकाहीँ जीवनले तिमीबाट त्यो मान्छे खोज्छ जसलाई तिमीले सबैभन्दा धेरै माया गरेका हुन्छौ, तर त्यसैसँग उसले तिमीलाई आफूलाई चिन्ने शक्ति पनि दिन्छ। र सायद त्यही नै परिपक्व प्रेमको अन्तिम रूप हो, जहाँ मानिससँगै रहँदैनन् तर सम्झना जीवन बर्बाद छन्।